हेलो गाइज, मलाई थाहा छ साइन्स स्टुडेन्ट्सहरूले नेपाली र इङ्ग्लिस कहिले पढ्दैन, मात्र फिजिक्स केमिस्ट्री र म्याथमा मात्र ध्यान दिइरहेको हुन्छ। तर मलाई थाहा छ कि नेपाली इङ्ग्लिसमा त्यति ध्यान नदिँदा पनि केही फरक हुनुवाला छैन, किनभने नेपाली इङ्ग्लिसमा फिक्सै नै क्वेसन्सहरू हुन्छ। अब नेपालीको म यहाँ कुरा गरिरहेको छु भने नेपालीबाट फिक्स क्वेसन कुन कुन होला त्यसको बारेमा चाहिँ अलि भनिदिनु पर्यो नि। हो, त्यहीको बारेमा चाहिँ आज भन्न गइरहेको छु कि नेपालीबाट फिक्स क्वेसन के छ। एकचोटि बुझिसकेपछि त्यो हाम्रो नेपको नेपाली इक्जाममा चाहिँ त्यही क्वेसन आउँछ। प्याटर्न चाहिँ अलि चेन्ज हुनसक्छ, तर त्यही मेथडले त्यो चाहिँ क्वेसन बन्न सक्छ। र त्यही क्वेसनको बारेमा चाहिँ आज म कुरा गर्छु, जसले चाहिँ तपाईँको भन्नाले 18 मार्क क्यारी गर्छ त्यो फिक्स क्वेसनले नेपालीबाट। यदि तपाईँले त्यसको प्याटर्न अथवा मेथड बुझ्नुभयो भने त्यो नेपालीको यो 3वटा क्वेसन तपाईँले गर्नुहुन्छ, चाहे जुनसुकै इक्जाममा सोधोस्, हैन। तपाईँले यसलाई गर्न सक्नुहुनेछ के। अब त्यो 3वटा क्वेसन के छ नेपालीको फिक्स क्वेसन, म त्यसैको बारेमा अब कुरा गर्छु विदाउट वेस्टिङ टाइम। ल, सबभन्दा पहिला चाहिँ नेपालीमा सारांश सोध्छ के, सारांश र बुँदा टिपोट नेपालीमा सोध्दै आइरहेको छ के, यसलाई स्किप नगर्नु होला के। सारांश र बुँदा टिपोट तपाईँको 11 नम्बर क्वेसनमा सोध्छ। 11 नम्बर क्वेसनमा यो सारांश र बुँदा टिपोट 11 नम्बर क्वेसनमा सोध्छ, जुन चाहिँ 5 मार्कको हुन्छ के। कति मार्कको हुन्छ? 5 मार्कको क्वेसन हुन्छ। र यसको मेथड यदि तपाईँले बुझ्नुभयो भने यसलाई पक्कै तपाईँहरूले गर्नुहुन्छ के। यो धेरै सिम्पल छ, सारांश भन्नाले धेरै सिम्पल छ। 11 नम्बरमा सोध्छ, 5 मार्कको क्वेसन हुन्छ है। यसलाई तपाईँहरू नछुटाउनु होला के, यो फिक्स छ के, आउँछ नै। अब निबन्ध पनि तपाईँहरूले के गर्नु होला, आफैले एक्सप्लेन गर्नु होला। आफैले अलि मिलाएर लेखिदिन्छु भने, मिलाएर गरिदिन्छु भने तपाईँले यो निबन्धमा 8 मार्कको सोधिरहेको छ नि, तपाईँले 5 मार्क पक्कै पाउन सक्नुहुनेछ के। 2 पन्नामा चाहिँ एक्सप्लेन गरिदिनु होला, जुन चाहिँ 18 नम्बर क्वेसनमा सोध्छ। कति नम्बर क्वेसनमा सोध्छ? 18 नम्बर क्वेसनमा सोध्छ, जुन चाहिँ 8 मार्क क्यारी गर्छ यो निबन्धबाट। र तपाईँले आफ्नै भाषामा चाहिँ त्यसलाई एक्सप्लेन गरिदिनु। त्यसको लागि कुनै एक्सटर्नल कुराहरू भनौँ न चिटिङको आवश्यकता पर्दैन यसको लागि है। यो पनि भइहाल्यो। र अनुच्छेद भन्नाले त्यो जुन प्यासेजवाला क्वेसन हुन्छ नि, त्यसबाट हामीले हेरेर जुन एन्सर लेख्छौँ, हो त्यो क्वेसन पनि नछुटाउनु होला। त्यो चाहिँ कति नम्बरमा सोध्छ? 10 नम्बरको क्वेसनमा सोध्छ। 10 नम्बरको क्वेसनमा 5 मार्क्सको क्वेसन आउँछ। अनुच्छेद कति मार्कको क्वेसन आउँछ? 5 मार्क्सको क्वेसन आउँछ। र यसलाई पनि तपाईँहरूले नछुटाउनु होला है। तब कति मार्क क्यारी भयो? 5 5 10 मार्क। लेट सपोज यसमा 5 मार्क आयो भने 15 मार्क फिक्स नै क्वेसनबाट आइहाल्यो नि। फिक्स क्वेसनबाट तपाईँको कति आयो? 15 मार्क्स आइहाल्यो हैन। अब व्याकरण, लेट सपोज व्याकरणबाट तपाईँले, मलाई थाहा छ कि तपाईँले केही पढ्नु भएको छैन, व्याकरण तपाईँले 0 आउँछ, केही आउँदैन भने मलाई थाहा छ तपाईँले व्याकरणमा लगभग 10 देखि 15 मार्कसम्म त पक्का ल्याउन सक्छु के। 10 to 15 मार्क पक्का चाहिँ तपाईँहरू व्याकरणबाट ल्याउन सक्छु। र अरू जुन नेपालीमा भइहाल्यो अरू कुराहरू, जस्तै लेट सपोज भनौँ 10 मार्क चाहिँ तपाईँले एक्स्ट्रा जुन नेपालीको जुन इक्जाम पेपरलाई तपाईँ सल्भ गर्नुहुन्छ भने यो जुन अझै क्वेसन्सहरू छ नि, जम्मा यसमा 18 नम्बरसम्म क्वेसन छ के। त मैले यसमा थोरै क्वेसन्सहरूको बारेमा मात्रै यता छलफल गरेँ, जुन चाहिँ फिक्स छ, जुन चाहिँ सोध्दै आइरहेको छ, जुन चाहिँ इम्पोर्टेन्ट छ, जुन चाहिँ तपाईँलाई बुझ्नु पर्यो, त्यही क्वेसनहरू भनिरहेको छु है। र तपाईँले अरू क्वेसन्सहरूबाट लेट सपोज 10 मार्क ल्यायो भने यता कति थियो? 15 मार्क, 15 + 10, र यसमा लेट सपोज म गरिदिन्छु 10 मार्क राख्नु न। 10 मार्क राख्नु त कति भ्याल्यो? 20 35 मार्क तपाईँको मजाले आयो के। 35 मार्क आयो। अरू प्र्याक्टिकल तपाईँको लेट सपोज 25 मा लेट सपोज 22 दियो भने त 30 20 50 तपाईँको 55 मार्क कसैले रोक्न सक्दैन के। नेपालीमा 55 मार्क आउनबाट कसैले रोक्नुवाला छैन। एकदम इम्पोर्टेन्ट छ के यो 3वटा तपाईँले बुझ्नु होला पहिला। यो एकदम फिक्स छ के। यसलाई तपाईँहरूले एकै दिनमा, के भन्छ, म भन्छु 2-3 घन्टामा तपाईँले यो 3वटालाई सकाउनुहुन्छ कि। एकदम इजी छ। व्याकरण चाहिँ तपाईँले यताउताबाट एक्जाम सेन्टरमा नै भइहाल्छ हैन। व्याकरण धेरै सिम्पल छ। व्याकरण त सिम्पल नभन्नु, व्याकरणलाई गाह्रो छ। गाह्रो पनि छैन, टाइम लाग्छ, तपाईँले बुझिहाल्छौ, त्यति गाह्रो छैन। र तपाईँले 55 मार्क क्यारी गर्न सक्छौ के है। ल, नेपालीबाट भइहाल्यो के। ल, नेपालीमा यति मात्र थियो। अब तपाईँहरू गर्नु होला है। ल।